हजुरहरूलाई स्वागत छ मेरो न्यू ब्लग एन्ड भिडियोमा। त्यसैले आज म हिँडिरहेको छु यो चुमसुरीसँगै हिँडेको छु म चाहिँ होइन। हामी चाहिँ अहिले अटो नपाएर उता जाने मात्र भेटाउँछौँ, यता जाने भेट्टा छैन। त्यसैले हामी यता हिँड्दैछौँ। यो हो गुन्टेको बाटो अनि जाँदैछौँ। के गर्नु कहाँ हिँडेको रे हामी। यो मान्छे चाहिँ बोइखेर हेर्न मरना तेरे को डर नहीं लगता। हामीलाई देखेर अङ्कलले नि टिटिट पार्छन्। अब के भन्नु म त भर्खरकोले त हेर्दैन, अङ्कलले मात्र हेर्छ। यस्तो जिम्मा लियो भने गाह्रो हुँदो रहेछ, गाह्रो हुन्छ। अटो पाउँछ भनेर म उयो गर्छु भनेर यो मान्छेले अटोमा चलाउँछु भनेर जिम्मा लिएको, अहिले अटो पाएन रे, बेपत्ता परेछ। अहिले हिँड्नु परिरहेछ यो मान्छेलाई। अनि म पनि हिँडिरहेको छु होइन। अहिले चाहिँ यो र म छु। अनि अब एकछिन पछि चाहिँ यो मान्छे हुँदैन, हामी मात्र हुन्छ। मेरो ग्रुपकोहरू मात्र हुन्छ। यो मेरो ग्रुपको होइन, यो मेरो बहिनीको ग्रुपको हो। यो मान्छेले चाहिँ मलाई गराउँछु अटो चलाउँछु भनेर मलाई हिँडाउँदै ल्यायो के। अनि अहिले अटो पाएन अनि बिचरा हिँड्नु परेछ। अब हामी चाहिँ जान्छौँ, सुनसान छ, कोही छैन, गाडी नै आउँदैन। अब त्यस्तै छ। अब हिँड्दै जानुपर्ने हुन्छ हामीलाई। अनि हामी चाहिँ जान्छौँ आज मुर्कुचीमा गएर फोटो खिचेर आउँछु, भिडियो बनाएर आउँछु, त्यही हो। अरू त के भन्नु। यताबाट बाइकहरू आएकै छ, तर के गर्नु तलबाट आएको छैन केही पनि। इक्जाम छ मान्छेको, बिहानको इक्जाम अनि दिउँसोको घुमाइ। हामी सबैजना भेटिसक्यो। अप्रिलपुर रहेछ क्या आज। डल्ला हो, डल्ला हेर न गाइज, डल्ला। हामी चाहिँ माथि चाहिँ हिँडेको अहिलेसम्म नि हामीले अटो भेट्टाएनौँ। अघि अर्को केटी थियो, अहिले नै अटो भेट्टाएनौँ। यताबाट मात्र अटो आएको छ, यताबाट छैन। त्यसैले अब हामी हिँड्नु परेको छ। फेरि तित्री खाएको रे गाइज। कोही उहाँ एक्लै हिँडेछ उहाँ। हामी चाहिँ सब चारजना हिँडिरहेको छौँ। यो चाहिँ मेरो यति आउँछ, यो मेरो यति आउँछ होइन। अरू त त्यस्तै हो। गाडी आयो, यो मेरो हाई गर्दै गयो रे। अटो आयो, अटो फाइनल पछाडि अटो आयो। यताबाट काठमाडौँबाट गाडी झरे छ। यताबाट फेरि के आउने दुईवटा मान्छे। यता हामी फेरि भारी मिस्टेक हो गया सर। यो भिडियो मजाले हेर्नु होला। यो भिडियो चाहिँ हेर्नु। ल हेर्नुहोस् त, ल हेर्नु न त्यसलाई आफ्नै पारामा के भन्ने। न गाली दिन मन लाग्छ, न कराउनु मन लाग्छ बिचरा। हेर्नुहोस् न। म त बोल्न हान्दिने हो। खाएर केटालाई आँखा झिम्काउने उमेरमा त्यति खाएर आँखा साले मजाक बना के रखते हो, भड़वा समझे है क्या। यो मान्छेहरू कस्तो चाहिँ पागल हो, कस्तोसँग चाहिँ भेट्नु पुगेछ। यहाँ त झन् प्याचक पिचिकै पार्दैछ, त्यो के अरे चेपार। उकालो हिँड्दैछु।
के गर्नु गाह्रो छ आफ्नै पारामा छन् सबैजना बिचराहरू बिचरा म तित्री पनि सक्यो यिनीहरूसँग मात्र छ हामीसँग त छैन यसलाई त झन् बिचरा कसैले दिएन होइन नजाने हामी बाई 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 गर्छ के गर्नु त्यस्तो ट्र्याकमा जान्छ हेलो गाइड के अरे ओइ कस्तो राम्रो आएको ओइ कस्तो यता कस्तो राम्रो आएको यता बस्नु जाउँ नि यो त अलिक कस्तो आयो तित्री खाएको अरे के यसले तित्री खाएको थाहा बोले होइन इङ्ग्लिस हो इङ्ग्लिस म मेजर इङ्ग्लिस पढेको मान्छे त्यही भएर हामी मेजर इङ्ग्लिसको हामी दुईटा यो दुईटा हो मेजर नेपालीको होइन होइन देखो न गाइस के गर्नु अटो पनि आउँदैन हामी यस्तै घरमा छौँ बिचाउको आइदिन्छन् हो मान्छेहरूले एकै त हेन्सम आउनु नि हेन्सम केटा नि छैन के म लोयल हो लोयल है लोयल लोयल प्रो म्याक्स तर कण्डको मुजिको नाम म तर कण्डको मुजिको तिरको लोयल Once more! तर कण्डको मुजिको तिरको लोयल म लोयल प्रो ओन्ली वान समित ओके समित ओन्ली वान ब्लगमा समित हाल्नुपर्छ अनि फेरि अर्कोचोटिको ब्लगमा अर्कै हुन्छ ल ओन्ली फोकस समित ओके डु यु अन्डरस्ट्यान्ड ओके अब कच्चा नास्ता सेम टु सेम यहाँ पो पढायो त कस्तो मजाले हिँडिदिन्छ कि हाम्रो साथी फेरि त्यो त यस्तो ठाडो अनि के भन्छ डाइलग भन्दैन डाइलग सरहरूको डाइलग राजन सरको डाइलग भन् मलाई त आउँदैन म बिर्सिसकेँ हेन्सम केटाहरू गए हेन्सम केटाहरू गए वाह बाई 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 त्यो मुरको चिटी र के होला नि त मैले त चिनिनँ त उता उयो यसमा उ गरौँ न गङ्गालाई राखौँ न बेज्जत यार कुन चाहिँ हो के को बेज्जत नाम दिँदा अब हामी कहाँ पुग्नु अझ यहाँबाट बोलाउन नसकेर त्यहाँबाट बोलाउने मान्छे हामी चाहिँ मुरको चाहिँ हिँडेको अरे अटो नपाएर बौला जस्तो भलाङ हिँड्दै हिँड्दै